नेपालका अपराधी पापीहरू कान खोलेर कानमा लागेको कानेगुजी अलि निकालेर सुन। हाम्रा आँखामा नबिजाउने राजा रानी मारेर अनि मदन भण्डारी जस्तो मान्छेलाई जिउँदै काँचै नपकाइकन जिउँदै पोलेर खाएर पनि नअगाएर त्यसपछि 18,000 बलिला बालबालिका मारेर कयौँको काख रित्तो पारेर कयौँका सिउँदाहरू पुछेर पनि पुगेन पापीहरू तिमीहरूलाई। अब के चाहन्छौ? अब तिमीहरूले के नै गर्छौ र? तिमीहरूबाट जनताले के नै आशा चाहन्छन्? अब के नै गर्नु छ र? तिमीहरूले गर्ने जति गरिसक्यौ, खाने जति खाइसक्यौ, मार्ने जति मारिसक्यौ, देशमा बगाउने जति खोलो बगाइसक्यौ, अनि स्विच ब्याङ्क मुदी लगेर ढिकुटीमा पैसा भरिसक्यौ, आफन्त 7 पुस्तासम्म खाने जियो गरिसक्यौ। अब पनि तिमीहरूको अझै पनि आँखा खुल्दैन? 76 जना कलिला बालबालिकालाई जिउँदै सडकमा ढाल्यौ, स्कुल पोसाकमा आउँदै गरेका विद्यार्थीहरूलाई ढाल्यौ, मार्यौ। त्यस पछाडि सरकार गठन भयो, चुनाव भयो, भुटुटी तरिकाले नयाँ उदाउँदा शक्तिहरू आए। जोस जाँगरका साथ अब केही गरिन्छ कि भन्ने आशले उनीहरू विभिन्न मन्त्रालयहरूमा छिरे र हरेक अझै पनि मिडिया ट्रायलहरू गरेर गर्न लागेका कामहरूलाई पनि तिमीहरूले बिच बाटैमा अलपत्र पारेर छोडिदिने, अनेकौँ आरोपहरू लगाउँदै हिँड्ने मिडिया ट्रायल मिडियाबाजीहरू गरेका भ्रष्टाचारी झोलेहरू कान सुनेर सुन 23 र 24 गतेको आन्दोलन जस्तो मात्रै अब हुनु पर्यो भने नि तिमीहरूलाई गाउँबाट लखिदिन्छ। तिमीहरूका मिडिया, तिमीहरूका ती जति क्यामेराहरू छन् नि, अब देशमा एउटा या 2 भन्दा बढी तिमीहरूका मिडियाकर्मीहरू हुँदैनन्, सबै खारेज हुनुपर्छ। आज यो मिडिया त्यसै रविज्यूले 12 भाइ भनेको होइन नि। तिमीहरू नेतालाई देशको इसारामा चल्यौ भन्छौ, तर तिमीहरू मिडिया विदेशको इसारामा चल्छौ। त्यो कुरो हामीलाई प्रष्ट थाहा भयो। सुदनजी जस्तो मान्छेलाई तिमीहरूले विभिन्न आरोपहरू लगाएर मिडिया ट्रायल लगाएर कुनै व्यापारीसँग साँपगाँठ मिलो भन्दैमा तिमीहरूलाई राजीनामा दिएर आज निस्किनु पर्नु पनि पर्थ्यो। ऊ स्वच्छ मान्छे हो, तिमीहरू जस्ता मैतिताहीन भएका मान्छे जस्तो मात्रै सुदन गुरुङको छोरो होइन, एउटा सफा हृदय आत्माको मान्छे हो है। झोलेहरू बुझिराख। अब 18,000 मारे जस्तो अब त्यति सजिलो छैन है। पृथ्वी गोलो छ नि, घुम्छ, फर्केर आउँछ फेरि पनि।